दाजु काकको सुकुटी पनि पाइन्छ सानो बच्चा बोकेर पनि ट्रेकिङमा आए हेलो हेलो नमस्ते पुनिल खोरेपानी ट्रेक मौसम आज अलिकति खराब देखिरहेछ क्लाउडी अघि बिहानसम्म ठिकै छ तलको ट्रेकिङ ट्रायलमा चाहिँ तल पहिरो गएर फत्केको हुनाले हामी चाहिँ रोडको बाटो फलो गरेर छौँ यदि तपाईहरू पुनिल आउने इच्छा लाग्छ भने खोरेपानीसम्म नै गाडी पनि पुग्न सकिन्छ तर बेस्ट चाहिँ तपाईहरू उल्लेडीसम्म गाडी आएर उल्लेडीबाट हिँडेर आउँदा चाहिँ अलि बेस्ट हुन्छ किनकि अलिकति त्यहाँबाट आउँदाखेरि हाई पनि पच्चिँदै आइन्छ हाई लाग्ने चान्स अलिक कम हुन्छ खोला नालाहरू तर्दै हामी खोरेपानीको यात्रामा यस्तो छ बाटोको अवस्था बाटो भत्केर यो अप्सनल बाटो यस्तो बनाएको रहेछ बर्खायाममा अलिक गाह्रो नै छ बाटोघाटोहरू भत्किन्छ पुल साँगोहरू भत्किन्छ हामी अलमोस्ट खोरेपानी पुग्न लाग्यौँ अब लगभग 5 मिनट बाँकी छ तल खोरेपानी पानी परेर यसबाट पनि छाताको साथमा खोरेपानीको खरहरू यिनीहरू खरहरू हेर्दाखेरि नै तपाईँहरूले थाहा पाइसक्नुभयो कि यहाँ होटलको सेवा सुविधा एकदम राम्रो छ हेलो गुड मर्निङ हामी चाहिँ आज पनि पुग्यौँ वेदरको अवस्था अलि खराब देखिन्छ त्यही पनि एकदम नाइस एन्ड फ्रेस हावा आइरहेछ वेदर खुलेको भए चाहिँ यो भागमा एकदम अन्नपूर्ण माउन्टेन रेन्जको भ्यू देखिन्थ्यो तर आज अलिकति क्लाउडी भएकोले अलि तर पनि एकदम राम्रो छ नाइस छ घुम्न आएको सबैजना यहाँ गुड वेदरको पर्खाइमा सनराइजको पर्खाइमा तर आज सनराइज नदेखिएला जस्तो छ सनराइजको टाइम पनि सकिसक्यो भ्यू पनि खुलेको छैन टुरिस्टहरू आउने क्रम जारी छ बिहानै हामी पुनिल चढेर अनि तल खोरेपानी आएर ब्रेकफास्ट खाएर अब फेरि टाढापानीको यात्रा तय गर्दैछौँ टाढापानी जाने क्रममा एकदमै पिसफुल जङ्गल एकदमै राम्रो हिँडौँ लाग्ने खालको बाटो हिँड्दैछौँ उकालो चढ्ने क्रममा यस्तै खड्कहरू राम्रो खड्कहरू पनि भेटिन्छ Let's run! Easy peasy, lemon's crazy. He knows it. Yes? Yeah, he knows. Right? Dachu! John! Bonara didn't. Wait, he will fix it. First he will fix it and then you will try. Sorry. You can try. Let me put this on. Yeah. Yeah, he's trying to give you a hand with it.
Yep. Yeah. No, you go to the car. Kuna dagerang. It's good. Okay, good. Making my glasses. They hold the back of the head. More like a strap though. Yeah, to balance it. Oh, wow. Love it. Okay. With the thumb. Look at here. Yeah. Yes. So you can send it to his family. Okay. I don't think I'd last 10 minutes. सानो बच्चा बोकेर पनि ट्रेकिङमा आयो शान्त दिदीज्यू ह्युज उकालो चढेर आएपछि फेरि हामी देउराली पुग्यौँ घोडे पानी पछि चाहिँ टी हाउसेस घरहरू भएको गाउँ देउराली यहाँ चाहिँ तपाईँ टी स्पोट अथवा लन्च स्पोट अनि बस्न पनि सक्नुहुनेछ र देउरालीमा चाहिँ स्पेसल याक्कुसुकुटी पनि पाइन्छ भ्लगै बनिरहेछ यहाँ देउराली पछि चाहिँ हामी यस्तो यस्तो बाटोहरू छिचोल्दै हिँडिरहेछौँ अलिकति बाटो चिप्लो पनि रहेको छ पानी पर्यो भने अलिकति डेन्जरै देखिरहेछ त्यसपछि ओह्रालो छर्दै फेरि अर्को टी हाउसेस होटल लालीगुराँस लज एन्ड रेस्टुरेन्ट यहाँ पनि प्राय मान्छेहरू टी स्पोट अथवा लन्च ब्रेक गर्ने गरिन्छ यहाँ पनि बस्ने ठाउँको सुविधा राम्रै रहेको छ फुलहरू पनि ठक्कमक्क फुलेको अवस्था र रोडोडेन्ड्रोन लज पछि फेरि यस्तै रेलिङ लगाएको बाटोहरू झरनाहरू यो रेलिङले गर्दाखेरि बाटो अलिकति सेफ नै छन् आउँदै यस्तैहरू देखिरहेछ यो चाहिँ लोकल हाइड्रो पावर अनि यहाँ चाहिँ फुङफुङ झरना फुङफुङ रहेको छ घोडे पानी हुँदै देउराली हुँदै अनि अब हामी चाहिँ अहिले लन्च खाने ठाउँमा आइसकेको छौँ यो चाहिँ बनठाटी र मोस्टली घोडे पानीबाट चाहिँ आएर यही बनठाटीमा लन्चको लागि नै रोक्ने गर्छन् प्रायः ट्रेकर्सहरू अनि यहाँ बनठाटीमा पनि होटलको सेवा सुविधाहरू राम्रै रहेको छ बस्न खाना लाउनको लागि हामी अब यता हजुर हुन्छ ल we'll stop for lunch here दुईजना लाउरेहरू ल खाना खाएर बनठाटीबाट निस्केको पानी परेर सता ठोकाएर हामी आफ्नो यात्रा फेरि कन्टिन्यू तय गर्दैछौँ हल्का छुट्टिरहेछ अब यहाँबाट फेरि कन्टिन्यू 2 घन्टा आधी जति लाग्छ कि उता टाढा पानी पुग्नलाई 2 घन्टा आधी त्यस्तै उकालो ओह्रालो बनठाटी पछि फेरि यो ठाउँको नाम पनि बनठाटी नै भन्दो रहेछ उताको चाहिँ खोलाको छेउमा रहेछ भने यहाँ चाहिँ एउटा मात्र टी हाउसेस रहेछ सबै गुराँसको बोटहरू अनि बुढो गुराँसको बोटहरू रहेछ यो लज पछि चाहिँ फेरि
all the way down to the river. Tala 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 जानेछौँ ठाडै ओह्रालो झरेपछि यो खोलासम्म फेरि अब हामी उकालोको यात्रा तय गर्दैछौँ म यहाँबाट फेरि उकालो यस्तै छ ट्रेकिङ उकालो ओह्रालो घना जङ्गलको बिचमा तर एकदमै क्वाइट छ एकदम नाइस छ यो चाहिँ टाढापानी पुग्ने बेलाको बाटो अब पुग्नै लाग्यो है टाढापानी बजार यो पनि ठुलै गाउँ रहेको छ यहाँ बस्न खाना लाउनको लागि राम्रो सुविधा छ आजको बसे हाम्रो होटल सुपर भ्यू टपमा हुनेछ हेर्दाखेरि एकदम फ्यान्सी देखिन्छ कस्तो दामी नै रहेछ 8:45 मा हामी घोरेपानीबाट बाल्टो लागेको थियो अनि यहाँ चाहिँ अहिले हामी 2:20 मा टाढापानी आइपुगेछ एकदमै फास्ट वकिङ भइरहेछ हाम्रो टाढापानीबाट देखिने एकदमै सुन्दर भ्यू अन्नपूर्ण सडक हिउँचुली अनि उता कुनाको गङ्गापूर्ण अनि यहाँ माछा पुच्छ्रे तलतिर खान्द्रुक उता छुमरुङ टाढापानीबाट खान्द्रुक जाने बाटो पनि जङ्गल घना जङ्गलको बिचबाट एकदमै चराचुरुङ्गीको चिरबिर आवाजसँगै रमाउँदै हिँड्छौँ टाढा पानीबाट आएपछि पहिलोचोटि भेटिने गाउँ भनेको भैँसी खर्क रहेछ चराहरू सुन्टा नमस्ते खान्द्रुक बजार पुग्यो 8:30 बजे टाढापानीबाट हिँडेको थियौँ अहिले 11 बजिरहेछ एकदमै सुन्दर ठाउँ रहेको छ सुन्दर गाउँ रहेको छ यो चाहिँ कास्की जिल्लामा यो गुरुङ बस्तीहरूमध्येको चाहिँ एउटा फेमस गाउँ यहाँ चाहिँ टन्नै नेपाली मुभीहरू पनि सुटिङ गर्छ भने टन्नै नेपाली टुरिस्टहरूको पनि चहल पहल हुने गरिन्छ त्यस्तै गरी एकदमै सजावट छलक्क पारेर kan museum खान्द्रुकबाट हामी लान्द्रुकको यात्रामा निस्क्यौँ यात्राको क्रममा बाटोघाटोमा गाउँलेहरूले यस्तो राम्रो काम चलाउनु भएको रहेछ मान्छे आजदेखि थाहै भयो ल Ram Guru. What's this Ram Guru?